नमस्ते, वेलकम सम्पूर्ण। हामी विशेष गरेर यो कक्षा 10 को एसी सँग सम्बन्धित क्वेसनहरू प्रत्येक च्याप्टरका रिलेटेड कन्सेप्ट्सहरू र त्यससँग सम्बन्धित कस्तो खालको क्वेसनहरू एसीमा सोध्छ प्रत्येक च्याप्टरको हामी छलफल गर्छौँ यो भिडियोहरुमा। आज यो पहिलो भिडियो हामी प्रोबेबिलिटी च्याप्टरबाट प्रोबेबिलिटीमा बेसिक कन्सेप्टहरूको कुरा गर्छौँ। त्यसमा हामीलाई डेफिनिसनहरू फर्मुलाहरू पनि आउँछ। पहिला त्यसको छलफल गरिसकेपछि केही एसीमा सोधिएका क्वेसनहरू र इम्पोर्टेन्ट क्वेसनहरू सोध्न सक्ने क्वेसनहरूको बारेमा हामी यस भिडियोमा चर्चा गर्छौँ। ओके, ढिलो नगरिकन अब हामी अगाडि बढ्छौँ। प्रोबेबिलिटी, यो प्रोबेबिलिटीबाट हामीलाई 5 और 6 मार्क्सको क्वेसन आउँछ। यसमा प्रोबेबिलिटी 5 और 6 मार्क्स, यसमा 5 और 6 मार्क्स। अब यसको बेसिक कन्सेप्टमा हामीले यहाँ पढ्नुपर्ने कुरा भनेको यो पहिलोमा म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स, म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स, म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स। अब यसको डेफिनेसन पनि इम्पोर्टेन्ट नै हुन्छ। म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स, अब कस्तो इभेन्टहरूलाई हामी म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स भन्छौँ त्यसको डेफिनेसन हेर्छौँ। त्यो भएको हुनाले यो म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स मा अब यसको डेफिनेसन हामीले जान्दा यसमा टु इभेन्ट्स आर said to be mutually exclusive. Two events are said to be mutually exclusive events if the occurrence of one event prohibits or excludes the occurrence of another event. हामी दुईटा इभेन्टलाई म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स भन्छौँ if the occurrence of one event prohibits or excludes the occurrence of another event. For example, यसको example mutually exclusive events को for example the probability of head or tail while tossing a coin. अब एउटा कोइनलाई टस गर्यो, हेड और टेल, यसमा प्रोहिबिट्स मिन्स एउटालाई उसले के गर्छ, ब्लक गर्छ, आउन दिँदैन भनेको हो। जस्तै हामी कोइन टस गर्दाखेरि हेड आउँछ, हेड आउँदाखेरि टेललाई त्यसले के गर्छ, प्रोहिबिट गर्छ, एक्सक्लुड गर्छ। त्यस्तै सिमिलरली टेल आउँदाखेरि हेडलाई एक्सक्लुड गर्छ। अब यसको म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स पछि हामी नन म्युचुअली
एक्सक्लुसिभ नन म्युचुअल्ली एक्सक्लुसिभ इभेन्ट्सको कुरा गर्छ। हामीले अघिल्लोमा इफ द अकरेन्स अफ वान इभेन्ट प्रोहिबिट्स भनेको थियो नि त। अब नन म्युचुअली एक्सक्लुसिभमा इफ द अकरेन्स अफ वान इभेन्ट डज नट प्रोहिबिट्स टु इभेन्ट्स मे अकर एट सेम टाइम। यसको डेफिनेसन नन म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स टु इभेन्ट्स लेख्ने एउटै फर्मेटमा टु इभेन्ट्स आर सेड टु बी non-mutually exclusive events if the occurrence of one event does not prohibit the occurrence of another event. अब योमा two event may occur at same time. म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स र नन म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स भयो भने एडिसन प्रोबेबिलिटीको एडिसन ल युज हुन्छ। एडिसन ल यो एडिसन लले के भन्छ? यो पहिलो नम्बरमा यो नन म्युचुअली दोस्रो डेफिनेसन सोध्न सक्छ। तेस्रोमा एडिसन ल। यो दुईटै केसमा हामी हेर्छौँ, म्युचुअली एक्सक्लुसिभ इभेन्ट्सको केसमा पनि हेर्छौँ, नन म्युचुअली एक्सक्लुसिभ इभेन्ट्सको केसमा पनि हेर्छौँ। एडिसन ल if first केसमा if A and V are two mutually exclusive events, then the probability of A or B, which is written as symbol probability of A or B, or we may write this probability of A union B. This equals to probability of A plus probability of B हुने भन्छ। म्युचुअली एक्सक्लुसिभ इभेन्ट्स भयो भने एडिसन लले के भन्छ? प्रोबेबिलिटी अफ ए युनियन बी और प्रोबेबिलिटी अफ ए और बी इज इक्वल टू द सम अफ प्रोबेबिलिटीज अफ दी टू इभेन्ट्स, प्रोबेबिलिटी अफ ए प्लस प्रोबेबिलिटी अफ बी। नेक्स्ट केस इफ ए एन्ड बी आर टू non-mutually exclusive events, then probability of A or B, or we can write this probability of AUB is equal to probability of A plus probability of B minus probability of A intersection B हुन्छ। यसमा यो अब यसपछि चौथो नम्बरमा हामी इन्डिपेन्डेन्ट इभेन्ट्सको कुरा गर्छौँ। इन्डिपेन्डेन्ट इभेन्ट्स नेक्स्ट अर्कोमा हामी इन्डिपेन्डेन्ट। अब इन्डिपेन्डेन्ट भन्ने बित्तिकै भर नपर्ने भन्ने हुन्छ। अर्कोमा यसले भर पर्दैन। टु इभेन्ट्स माथिको जस्तै लेख्छौँ। टु इभेन्ट्स आर said to be independent events
independent events if the probability of one event does not affect the probability of another event. हामी दुईटा इभेन्टलाई इन्डिपेन्डेन्ट इभेन्ट भन्छौँ। के भयो भने यदि एउटा इभेन्टले अर्को इभेन्टको प्रोबेबिलिटीलाई कुनै एफेक्ट गर्दैन। फर इक्जाम्पल a coin and rolling a dice, the probability of head on coin and one on dice. यसमा हामीले कोइनमा हेड आउने र डाइसमा 1 आउने हेर्दैछ। एन्ड हुन्छ, स्पेसली हामी छुट्याउनलाई एन्ड इन्डिपेन्डेन्ट इभेन्टमा। अर्को अब यसमा इन्डिपेन्डेन्ट इभेन्ट्स भयो भने अर्कोमा डिपेन्डेन्ट इभेन्ट्स two events are said to be dependent if the probability of one event affects the probability of another event. डिपेन्डेन्ट भन्ने बित्तिकै हामी अर्कोमा भर पर्ने भनेर सम्झिन्छौँ। त्यसले एफेक्ट गर्छ। यो भयो भने यसमा मल्टिप्लिकेसन ल युज हुन्छ। मल्टिप्लिकेसन ल युज हुन्छ यो दुईटै केसमा, डिपेन्डेन्ट र इन्डिपेन्डेन्टको केसमा। इफ A and B are independent events, then probability of A and B, अर्को किसिमले हामी लेख्दाखेरि प्रोबेबिलिटी अफ A इन्टरसेक्सन B भनेर लेख्न सक्छौँ। दिस इक्वल्स टु प्रोबेबिलिटी अफ A इन्टु probability of B. अर्कोमा if A and B are dependent events, then probability of A and B, or we may write probability of A intersection B is equal to probability of A into probability of B with respect to A. अब हामी यो एउटा इक्जाम्पलबाट यो डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट इभेन्ट्स कसरी चिन्ने त्यो पनि हेर्छौँ। त्यसको इक्जाम्पल एउटा, फर इक्जाम्पल a bag
contains contains 3 red balls and 2 blue balls. 2 balls are chosen randomly, one after another. यसमा दुईटा केस हुन सक्छ. Without replacement, अर्कोमा with replacement. हामी यो दुईटा कुरोमा हेर्छौं. अब यसमा एउटा ब्यागमा 3टा रातो बल छ, 2टा नीलो बल छ, ब्लू बल्स, 3 रेड बल्स. अब विदाउट रिप्लेसमेन्ट भन्ने बित्तिकै हामी त्यहाँबाट निकाल्छौं, फेरि त्यसमा राख्दैनौं. विदाउट रिप्लेसमेन्ट पुनः फर्काएर राख्दैनौं. विथ रिप्लेसमेन्टमा चाहिँ फर्काएर राख्छौं. अब विदाउट रिप्लेसमेन्टको केस हेर्छौं. यस्तो एउटा यो ब्यागलाई हामी यसरी डिनोट गर्न सक्ने भयौं. ब्याग कन्टेन्स 3 रेड बल्स, 2 blue balls. Then in tree diagram, यो tree diagram मा हेर्दाखेरि first time probability of red at first P1R is equal to 3 upon your total 3 to 5 हुने भयो. अब without replacement means हामी फेरि त्यसमा राख्दैनौं. यो रेड बल घट्ने भयो, 2 red 2 blue balls. त्यस्तै गरेर P1B यसको प्रोबेबिलिटी 2 upon 5. अब यहाँ चाहिँ ब्लू बल घट्ने भयो विदाउट रिप्लेसमेन्ट भन्यो भने 3R 1B. हामीले 2 balls आर चुजन र्यान्डमली भनेको छ. यो एउटा बल निकाल्दाखेरिको हो. अब अर्को बल निकाल्दाखेरि फेरि P2R 2 upon 4, त्यस्तै P2B 2 upon 4 हुन्छ. अब यहाँ प्रोबेबिलिटी के भएको छ, इफेक्ट भएको छ नि त. यहाँ 3 upon 5 छ, यहाँ 2 upon 4 छ. यसरी प्रोबेबिलिटी चेन्ज भएको छ. यसरी प्रोबेबिलिटीलाई इफेक्ट गर्ने भनेको के हो त, यो यसरी प्रोबेबिलिटी यहाँ के भएको छ, इफेक्ट भएको छ नि त. त्यसो भए यो के हो त, यो डिपेन्डेन्ट इभेन्ट हुने भयो. यो त्यसपछि यतापट्टि पनि हेर्यौं भने हामीले यो P2R 3 upon 4 भयो. त्यस्तै P2B 1 upon 4 हुने. यो के को इक्जाम्पल भयो त, यो डिपेन्डेन्ट इभेन्ट इफेक्ट भयो, प्रोबेबिलिटी चेन्ज भयो. अब हामी इन्डिपेन्डेन्ट इभेन्टको पनि हेर्छौं. विथ रिप्लेसमेन्टमा इन्डिपेन्डेन्टको केस हुने भयो. अब दोस्रो हेर्छौं हामी. दोस्रो विथ रिप्लेसमेन्टको केसमा हामीले ट्री डायग्राममा हेर्यौं भने यसको डेफिनिसन त हामीले अगाडि पनि छलफल गरेका छौं. यसमा 3 रेड बल्स 2 ब्लू बल्स. विथ रिप्लेसमेन्ट मिन्स हामी निकाल्छौं, हेर्छौं, फेरि त्यसैमा राखिदिन्छौं ब्यागमै. अब यो पहिलो केसमा P1R 3 upon 5, P1B 2 upon 5. अब यहाँ के हुन्छ त, हामी निकालिसकेपछि पुनः यही राख्ने हुनाले यो रेड बलको र ब्लू बलको कुनै नम्बर चेन्ज हुँदैन. 3 रेड 2 ब्लू. सेम 3 रेड 2 ब्लू. किन निकाल्यौं, फेरि त्यही राखिदियौं. अब योलाई हेर्दाखेरि दोस्रो पटक पनि P2R को प्रोबेबिलिटी के देखिन्छ, सेम देखिन्छ. P2B को प्रोबेबिलिटी हुने भयो. यहाँ P2B को प्रोबेबिलिटी पनि त्यस्तै P2R दोस्रो पटक R को प्रोबेबिलिटी पनि के छ, यहाँ सेम छ. त्यसैले यो के भयो त, यो इन्डिपेन्डेन्ट भयो.